आलु फ्राई यो ओरेन्ज कलरको ब्यान्डेना ओरेन्ज हैन कि ऑरेंज ओरेन्ज खैले म बोकिदिन्छु झोला खैले छोडा सब्स्क्राइब गर्नु भएको छैन च्यानललाई सब्स्क्राइब गर्नुस् हामीले मात्र 85 फिट चलाउन नपाउने हो कि उसले त चलाइरहेको त्यत्रो ल बाटो त यार कुन गेम खेलेको यो ल आज चाहिँ हामी बुढाबुढी मिलेर डुल्न जाँदैछौँ रेनकोटको व्यवस्था गरिवरी हिँडेको छौँ हामी पनौती जाँदैछौँ हामी चाहिँ सर्टकट छिर्दैछौँ सब्स्क्राइब गर्नु भएको छैन च्यानललाई सब्स्क्राइब गर्नुस् अनि पुरानो हुनुहुन्छ भने भिडियोलाई ट्याक्क लाएर हेर्नुस् अहिले चाहिँ हामी लोकन्थलीबाट ट्याक्क निस्किसक्यौँ बाटो के हो यो के हो यस्तो के हो यस्तो हामीले मात्र 85 फिट चलाउन नपाउने हो कि उसले त चलाइरहेको त्यत्रो तिमीलाई त ब्यागले गाह्रो भयो भने भन ल अब आइपुग्यो हामी नयाँ बाटो यो हाइवे बनाउँदै गरेको नयाँ बाटो हो बल्ल अस्ति भर्खरबाट पिच बनिसकेर सुरु भएको थियो अब फेरि कहाँसम्म मात्रै छ जुनी जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने फिल्टर हाल्ने भनेको अब के हुन्छ हेरौँ हजारको हालिदिनु न जुम त कहाँ हुन्छ हौ भन न भन्दैौ न भने भन्दैौ न भयो भनेर भन न बाटो दामी बनाइसक्यो यार जग्गातिर पनि अब त पिच भइसक्यो यार धुलो थोरै उठ्दैन त्यो यहाँनिर दुईपट्टिको छेउछेउ लेन मात्र बनाउनु बाँकी जस्तो छ त्यो भनेपछि त बाटो दौडिन्छ नि त अहिलेसम्म चाहिँ राम्ररी नै आइयो पानी परेको पनि छैन के गरेको यस्तो काभ्रे सेवा समाज यहाँलाई हार्दिक स्वागत गर्दछ ल अन्डरपास बनिँदैछ बाटो अब त काभ्रेली सन्धिहरूकोतिर आइसक्यो उदयपुर तोप पनि पो रहेछ त यहाँ काभ्रेली सन्धि भनेको त विकास चाहिँ तीव्र गतिमा भइरहेछ है बाटो चाहिँ एकदम छिटछिटो बनिरहेछ अब बनेपा त एकछिनमा ल बनेपा आइयो बनेपाबाट अब हामी त्यहाँ चोकबाट राइट साइडतिर छिर्नुपर्छ पनौती जानलाई एन्ड फोर हुने पो काँठे बिजोक पो हुने म त यता त होइन सब अगाडि बढ्यो
यता जस्तो लाग्छ। ए 5 किलोमिटर रहेछ पनौती लु। तर यतातिर त कति धेरै टिप्पर कुद्दो रहेछ। यही हो। खैले म बोकिदिन्छु झोला। खैले छोडा। ल हामी मन्दिर आयौँ। इन्द्रेश्वर टेम्पल। जय इन्द्रेश्वर महादेव। पुलबाटै पाइयो नि हामी ल। पुलबाट जानु त्यस्तो पाइयो। ल अब चाहिँ हामी पनौती आइसक्यौँ र इन्द्रेश्वर महादेव मन्दिरको दर्शन गर्न आएको छौँ। दुईजना एकछिन बस्छौँ, त्यसपछि फोटोसोटो खिचेर जान्छौँ। कुन गेम खेलेको यो? आलु फ्राई। समात्ने चाहिँ हो। यसो हेर्नुपर्छ अरे के। मिसाएपछि 17 मिनट रे देखायो लोकेसन। ल अब पनौतीमा इन्द्रेश्वर महादेवको मन्दिरको दर्शन पनि गरियो। अब हामी फर्किँदैछौँ। ए ब्याङ्क लाइन रहेछ यता। ल अब चाहिँ हामी टक्क बसबाट ओ माई जड, ओ माई जड, म त हिँड्दिनँ यार। मैले चाहिँ खासमा यहाँ रोकेको चाहिँ कालो बिरालोले बाटो काटेको देखेर हो। हामीलाई केही हतार छैन। जन्ती ढुङ्गा भने चाहिँ कता हो हेर्नु पर्थ्यो। ठिकै छ, अहिले जन्ती ढुङ्गा गए पनि नगए पनि भरे गए पनि नगए पनि के भयो हामीलाई।
पानी पर्यो भने त चिप्लेर लड्ने डर पो रहेछ त ल पनौती पनि ठुलै रहेछ है पानी पर्यो भने चाहिँ अलि हिलो होला चिप्लो होला तर ठिक छ ल बाटो त यार रोड चढ्ने जस्तो बाटो रहेछ यार ल गाइस अब हामी लगभग आइपुगिए जस्तो लाग्छ कता हो सोध न मलाई यही जस्तो लाग्यो किन अलि माथिबाटै देखेको थियो देख्नु चाहिँ मुरु पनि आउँदैछ नि होइन ल रिसोर्ट आइपुग्यो हामी खै त्यसरी युज गर्छन् रे उनीहरूले राम्रै आउँछ एक्सन 5 यो ब्लर जस्तो हुन्छ तर त्यो त्यसको त एउटा फिचर चाहिँ कस्तो छ भने पानी मुनि यसो गरेर त्यो भिडियो सुट गर्नु फेरि राम्रो हुन्छ ए आउँछ है यो पनि पानी मुनि त पस्न मिल्छ रुख टमाटर हजुर होइन अलिअलि त्यो दाग लागेकोले लाग्यो होला नि ल आइपुग्यौँ हामी चामखर ए हौ यसले त कराउँछ त है ओहो डरै लाग्यो कत्रो ठुलो छोरो नाइस है मकै भटमास पनि आएको छ वा दामी लाग्यो यार मलाई त आलु फ्राई थ्याङ्क यू हो भन न थ्याङ्क यू हो कस्तो लागिरहेछ रमाइलो रिफ्रेशिङ ग्रीन रिचार्ज माई सोल
तिमीले के खायौ चाउमिन चाउमिन खायौँ हामीले अनि अब हामी हैन, फर्कियो स्प्यागेटी स्प्यागेटी खायौँ स्प्यागेटी पास्ता टक्क लाएर अहिले चाहिँ हामी अब सुट गर्न जाँदैछौँ तिम्रो अलिअलि सुटहरू छ होइन अब सुटहरू अलिअलि गर्न बाँकी छ र त्यो सुट गर्न जाँदैछौँ हामी यो के हो बोडी सिमी सिमी त्यो छोटो छोटो सिमी हुन्छ नि मोटो मोटो जरे सिमी टाइपको जरी सिमी टाइप तर हरियो हुन्छ ल म पनि घरमा रोप्दिउँ कि के हो यो पो लहरा जाँदैन भने म अहिले चाहिँ भेजिटेबल ग्रो गर्ने भएको छु के यहाँ मैले के फलाएको छु घरमा भनिदिनुहोस् टमाटर धनियाँ धनियाँ साग अलि फर्सी पनि फलाएको फर्सी जे साग चाहिँ जे होस् टुट्दैन साग चाहिँ जे होस् टुट्दैन टुट्न चाहिँ तर त्यो धनियाँ टुट्दैन अर्काले लिएको सागमा दुई तेन्द्रा मिसाउनु हुन्छ त्यस्तै दुई तेन्द्रा पनि होइन है किनेर साग त। ल्याएकोमा दुई तेन्द्रा त मिसाउनु दुई तेन्द्रा त नभन्नु न 10-12वटा त भन्नु न के कस्तो ल ल ल दुई वर्ष 10-12वटा तेन्द्रा हो साँच्ची 10-12 तेन्द्रा चाहिँ हो ओइ माइला गॉड ए, जानु न फेरि बिस्तारी क्या भाइ अब त्यहाँ त तल झर्नुहुन्छ अघि त तपाईँ मात्रै देखियो क्या ऊ यहाँ त क्याक्टस पनि फुलिरहेछ ऊ त क्याक्टस फुल्नेवाला पनि हुन्छ यो ठुलो अब चाहिँ हामी पेट भुँडी फुलाएर अब चाहिँ हामी कहाँ जाँदैछौँ बोसो घटाउनु बोसो घटाउन यहाँ माथिको डाँडामा जाँदैछौँ जहाँनिर हामी सुट गर्छौँ तिम्रो क्रोसे आइटमको क्रोसे होइन क्या क्रोसेट नै हो क्या तिम्रो त्यो अटो डबले क्रोसेट क्रोसे मानु जान्छ आकाश कस्तो राम्रो भयो हो माथि चढेर फाइन्ड आउट गर्नु न कति धेरै रमाइलो ठाउँ कति धेरै तपाईँले के पुतली भन्नुहुन्छ हामी यसलाई जोगी भन्थ्यौँ जोगी जोगी किरा भन्थ्यौँ खुट्टा कतिको दुखिरहेछ अहिले चाहिँ काहीँ नभएर बल गरेर हिँडिरहेछ ए ड्रागन फ्लाई है हातले ओह थाकियो बाबा थाकियो यो चाहिँ तितेपाती यो चाहिँ फुल अब यहाँ हामी अलिकति सबको के भन्छ अरे क्रोसे आइटमको क्रोसे प्रडक्ट्सको हामी सुट गर्छौँ तपाईँहरू चाहिँ यसलाई टाइम ल्याप्समा हेर्नु होला है त ल अब चाहिँ अहिले हामी चाहिँ यहाँनिर एकदम राम्रो ठाउँमा आइपुगेका छौँ 2-4वटा भिडियोहरू खिच्छौँ पोस्ट फोटोहरू खिच्छौँ जुन चाहिँ प्रडक्ट्सहरूको चाहिँ फोटो भिडियोहरू खिच्छौँ त्यो भिडियोहरू खिचेर अनि उसको अलिकति एडभर्टाइज पनि हुन्छ अनि त्यसपछि हामी अलिअलि हामी दुईजनाको पनि फोटोहरू खिच्छौँ भिडियोहरू खिच्छौँ सकेसम्म त राम्रो बनाउने कोसिस गर्छौँ भिडियो हेर्दै गर्नु होला अन्तिमसँग एकदम राम्रो डाँडा छ राम्रो भइरहेछ रमाइलो भइरहेछ भिडियो हेर्दै गर्नु होला है त र पनौती नगरपालिका 4 को चामखरमा रहेको डाँडोलाई तपाईँहरूले हेर्नुहोस्
हिमालयन जावा भित्र छ हिमालयन जावा नभनौँ प्रडक्टको किनभने प्रडक्टको एड नगरौँ माई क्रोसेट आइटम्स तपाईँहरूलाई मनपर्छ भने यो ब्यान्डेना लिन सक्नुहुन्छ यो पिङ्क कलरको भयो यो ओरेन्ज कलरको ब्यान्डेना ओरेन्ज होइन कि ऑरेन्ज अरेन्ज सरी साउन्ड्स अरेन्ज बेटर अनि यो ल्याभेन्डर कलरको यसको पनि केही छ अर्को ल्याभेन्डर भन्नु छैन पर्ने छैन त्यही हो यो चाहिँ ल्याभेन्डर त्यस पछाडि वाइट पनि छ वाइट पनि छ यो फेरि अर्कै हल्का सेडको पिङ्क नै सेड छ पिङ्कै छुट्टै सेड छ लाछा डोरी छ होइन लाछा डोरी छ लाछा डोरी चाहिँ यसरी देखाइदिन्छु म यसरी हो लाछा डोरी होइन त्यसरी नै अर्को प्रडक्ट फेरि त्यही ब्यान्डना यो चाहिँ अलिक सानो मान्छेलाई हुन्छ होइन अनि त्यस पछाडि यो गजरा कपालमा गर्ने तपाईँहरूले यो सबै चाहिँ इन्स्टामा हेर्न सक्नुहुन्छ अनि बनाउने प्रोसेस चाहिँ फेरि ड्रिम्स क्रोसेटिङ भन्ने युट्युब च्यानलमा DREAMZ _ क्रोसेटिङ है इन्स्टामा पनि त्यही छ नाम इन्स्टा टिकटक युट्युब यो चाहिँ फेरि आयो कपालमै होइन यो पनि हेडब्यान्ड हेडब्यान्ड हो यो टुलिप हेडब्यान्ड यो टुलिप रहेछ हो त टुलिप हेडब्यान्ड है यो देख्न सक्नुहुन्छ टुलिप हेडब्यान्ड अब हामी यो सबै भित्र हाल्छौँ अनि हामी जान्छौँ सनसेट हुँदैछ तपाईँहरूले सनसेट हेर्न सक्नुहुन्छ है सनसेट हुँदैछ गुड मर्निङ गाइज फ्रम चामखरमा तपाईँहरूलाई स्वागत छ यहाँदेखि तल पनि देखिँदैन पहिले अघि चाहिँ अहिले चाहिँ अलिक तल अलिअलि भिजिबिलिटी हुन थालेको छ नत्र भने त ए ल अहिले त्यो घर पनि देखेको थिएन यो घर पनि देखेको थिएन अघि चाहिँ अहिले चाहिँ अब बिस्तारै खुल्दैछ बिहान उठेर सनराइज हेर्नु पर्यो भनेको पानी के अरे हुस्सेले गर्दाखेरि यो हुस्से भन्दै तुवालो भन्छ यता हुस्सेले गर्दाखेरि चाहिँ देखिएन ल गाइज भिडियो हेर्दै गर्नु होला अलिअलि चिसो लाग्यो जस्तो नि भएको छ यहाँ अलिक चिसो ठाउँ भएर 1750 कि कति हाइटमा छ अरे यो
बल्ल 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 घाम लागे देखिएको त्यो पनि ऊ माथि सनराइज हेर्नु पर्यो भनेको त सूर्यदेवले सनग्लासेस लाउनु भएको छ आज सनराइजको वेटिङमा ल अब चाहिँ हामी टक्क घाम खाएर घामको ताप पाएपछि अलिकति त्यो फुलहरू बिरुवाहरू जुरुमुराउँछ नि त्यस्तै हामी जुरुमुराएको छौँ फुलसँग खेल्दैछौँ यो त के बजाएको ट्रेनिङ गरे होला सम्पूर्णलाई नमस्ते। अहिले चाहिँ हामी काभ्रे जिल्लाको पनौती नगरपालिकाको वार्ड नम्बर 4 मा अवस्थित भी पोइन्ट रिजोर्टमा छौँ। भी पोइन्ट रिजोर्ट चाहिँ के को लागि फेमस छ त भन्दा भी पोइन्ट रिजोर्टमा चाहिँ लोकल तथा अर्ग्यानिक सँगसँगै रैथाने खानेकुराहरू चाहिँ यहाँ पाइन्छ भने यहाँ चाहिँ तपाईँहरू के भन्छ आज गेस्ट बनेर आएर साथी बनेर फर्किन सक्नुहुन्छ। यहाँ आइसकेपछि यहाँको मनोरम दृश्य निहाल्दै यहाँको एकदम मिष्टान्न खानेकुराहरू चाहिँ खान सक्नुहुन्छ। हाम्रा केही विशेष खानेकुराहरू तपाईँको यहाँको कोदोको मोमो फापर अनि त्यसपछि तपाईँको यहाँको हालेको 1 पिस 3 आइटम सँगसँगै यहाँका आलु टिमुर चिकन टिमुर लगायत यहाँका विभिन्न हाम्रो स्पेसल आइटमहरू यहाँ चाहिँ तपाईँहरूले त्यसको आनन्द उठाउन सक्नुहुन्छ। अब यहाँ आइसक्नु भएको छ म एकचोटि यहाँको बारेमा पनि यो ठाउँ यहाँबाट देखिने भ्यूहरूको बारेमा पनि एकचोटि हजुरलाई जनाउँछु। ओके हामी अब पूर्व यतापट्टि पर्छ। पूर्वमा चाहिँ आज मौसम त्यति राम्रो नखुलेको कारणले चाहिँ त्यति राम्रो तुवालो लागिरहेको छ, राम्रो त्यति खुलिरहेको छैन। पूर्वपट्टि हाम्रो धुलीखेल पर्छ र पनौती बजार यतापट्टि पर्यो। पनौती बजार यतापट्टि पर्यो भने बाइ द वे हामी अहिले समुद्री सतहबाट 1760 मिटर हाइटमा पर्छ यो भ्यू पोइन्ट चाहिँ। पनौती यता पर्यो र यो पूर्व साइडमा धुलीखेल अनि त्यसपछि नवबुद्ध यतापट्टि पर्छ भने यहाँ सँगै त हरियो देखिरहेको यो खोपासी फाँट हो र यो अगाडिको डाँडालाई चाहिँ हामी नागी डाँडा भन्छौँ। यो नागी डाँडाको ठ्याक्कै मुनिपट्टि चाहिँ बनेपा बजार पर्छ र यो तल देखिरहेको चाहिँ बास्टोल अथवा महेन्द्र ज्योति हामी भन्छौँ यो जुन बनेपा 12 मा पर्छ र यतापट्टि साङ्गा यतापट्टि पर्यो भने यो परको देखेको चाहिँ नगरकोट डाँडा हो र मौसम खुल्दा चाहिँ यहाँबाट चाहिँ लाङटाङ र रोलवालिङ हिमालहरू देखिन्छ। यहाँबाट देखिने हिमालहरूको केही मुख्य हिमालहरूको नाम पनि म भन्छु। तपाईँको यो क्षेत्रमा तपाईँको हिमचोली त्यसपछि यहाँ मनास्लु यहाँ लाङटाङ यहाँ त देखिन्छ जुन 7246 मिटर हाइटको छ। त्यसपछि तपाईँको सिसापाङमाको पिक पनि यताबाट देखिन्छ भने दोर्जे लाक्पा अनि गौरी शङ्कर यो साइडमा र लास्टमा मेरा पिकहरू देख्न सकिन्छ। र मौसम खुल्दाखेरि एकचोटि हिमाल र यहाँको दृश्यावलोकन सँगसँगै खानेकुरा मिष्टान्न खानेकुराको यही पनि एकचोटि अनुभव गर्नको लागि सम्पूर्ण भिडियो हेर्ने महानुभावहरूलाई चाहिँ मैले रिक्वेस्ट गरेँ। र नजिकै बेथानचोक पनि छ। यहाँ आइसकेपछि नजिकै नियर बाई डेस्टिनेसनहरू कहाँ भनेर तपाईँलाई कौतूहल लागेछ भने नजिकै हाम्रो जन्तेढुङ्गा छ, त्यसपछि तपाईँको आदित्य धाम छ, भालेश्वर महादेव, पनौती बजार, आशापुरी महादेव यता अनि रानीकोट फुचकी हाइकिङ गर्न सक्नुहुन्छ भने सँगसँगै यता नागी डाँडा पनि हाइकिङ गर्न सक्नुहुन्छ। र यहाँ आइसकेपछि सुन्दर दृश्य त निहाल्न अवश्य पाउनुहुन्छ र छिट्टै आइदिनु र यहाँको एकदम मनोरम दृश्यहरू खानको लागि चाहिँ अनुभव एकचोटि बटुल्नको लागि आइदिनुको लागि यो भिडियो हेर्ने महानुभावहरू सम्पूर्णलाई मैले रिक्वेस्ट गरेँ। धन्यवाद। ल गाइज अब चाहिँ हामी फर्किन लागेको जुत्ता लगाउँदैछु म। अब हामी फेरि फर्किँदा चाहिँ जन्तेढुङ्गा भन्ने ठाउँ जान्छौँ। त्यहाँ घुम्छौँ अनि मात्र जान्छौँ। अहिले चाहिँ रेडी टु गो।
यहीँनेरि शीत पर्यो, यहीँनेरि सुक्यो गाठे। सामखरलाई बाई बाई भन्दै अब हामी लाग्यौँ बाटो यतापट्टि लाँकुरी भन्छन्, यतापट्टि फुलचोकी रे। यो डाँडा छुने बित्तिकै फुलचोकी रे, यतापट्टि लाँकुरी भन्छन्। ल अब हामी चामखरलाई बाई बाई भन्दै लाग्यौँ हाम्रो गन्तव्यतर्फै। म टिप्छु। पलाउनु त पलाउँछ तर गाह्रो हुन्छ नि त बढ्नलाई। अब चाहिँ हामी जन्ती ढुङ्गा भन्ने ठाउँतिर जान्छौँ। हो के काभ्रेली सम्धिहरू त सबु काभ्रेली सम्धिहरू त बाटै छोड्दैनन् त। काभ्रेली सम्धिहरूको पारै फरक क्या। पानी पऱ्यो भने त यहाँ त लडिन्थ्यो सब। ल यतै खिचौँ। यो ठाउँलाई जन्ती ढुङ्गा किन भनेको थाहा भएन है, सोध्न बिर्सियो अघि भर्खरै। तर हामी जन्ती ढुङ्गा आइपुग्यौँ। अब हामीलाई गर्मी भएको छ, ज्याकेट खोल्नु पर्यो। हामीले मात्र 85 फिट चलाउन नपाउने हो कि के हो, उसले त चलाइरहेको त्यत्रो